नमस्कार। हजुरको नाम? माधव गौतम, हेटौँडा। के समस्या भएर आउनुभएको नि? पाइल्स है। कति भयो यहाँलाई यो पाइल्सको समस्या चाहिँ? 6 महिना। 6 महिना भन्नुभयो है? हजुर। र बिचमा अरू 6 महिनाभन्दा अगाडि केही समस्या थियो कि डाइरेक्ट जे भयो 6 महिनामै भयो? 6 महिना मात्रै भयो। एकदमै चाँडै आउनुभएछ उपचारमा, खुसी लाग्यो है। र हजुर हेटौँडा यति टाढादेखि पोखरा आउनुभयो, कसरी थाहा पाउनुभयो यहाँले बिएनबी? यो चाहिँ मलाई मङ्सिरमा त्यो अलिकति पाइल्स हो भन्दा पनि त्यो एकदम मलद्वारमा चिलाउने भन्ने समस्या देखियो। त्यसपछि मैले युट्युबमा सर्च गरेँ, यो के कारणले हुन्छ भनेर मैले हेरेँ। हेरेपछि पाइल्स हुने मान्छेलाई चाहिँ यो चिलाउनेहरू बढी हुने रहेछ। अनि डक्टरको नाम सर्च गर्दै जाँदाखेरि युट्युबमा सर्च गर्दाखेरि ठ्याक्क हाम्रो दिप सरको चाहिँ देखेँ। मैले देख्दाखेरि उहाँकोलाई मैले यसो हेर्दै थिएँ, बेला बेलामा हेर्थेँ। र सकेसम्म चाहिँ घरेलु उपचार अथवा खानपिनबाटै, म त फेरि शुद्ध शाकाहारी, श्रीकृष्ण प्रणामी धर्मको होइन, माछा मासु शुद्ध नखाने मान्छे। तैपनि अब मुख बारेरै भए पनि अब चिल्लो चिल्लो बाहिरको चिज नखाने भन्दै पनि तर कहिलेकाहीँ केही न केही कतै हिँड्दाखेरि केही न केही खाइहालिन्छ होइन। अब केही खानु पऱ्यो भने नि अदुवा छ कि छैन सोध्नु पर्ने, के समस्याहरू। अनि त्यो कारणले गर्दाखेरि यो सधैँ समस्या रहनुभन्दा बरु सुरुवातैमै फालौँ भनेर चाहिँ म चाहिँ आएको। एकदमै राम्रो सोच गर्नुभयो होइन। बाहिर नि कहिलेसम्म साध्य हुन्छ होइन। आफ्नो कामकाजले विभिन्न ठाउँहरू हिँड्नुपर्ने होइन। यो समस्या एकदमै राम्रो गर्नुभयो, समाधान गर्नुभयो। र धेरै व्यक्तिलाई चाहिँ यो पाइल्स, फिसर फिस्टुलाको समस्याहरू यो एकदमै बढ्दो रूपमा छ होइन। उहाँहरूलाई चाहिँ के सजेस्ट गर्नुहुन्छ नि? होइन, अब यो चाहिँ रोगलाई पाल्ने भन्दा पनि एकदम यदि वास्तविक रोग हो कि होइन कुनै डक्टरलाई देखाउने, उहाँलाई आफूलाई फिसर फिस्टुला अथवा पाइल्स हो भन्ने कुरा थाहा भन्ने बित्तिकै त्यसलाई चाहिँ अति चाँडो चाहिँ अपरेसन गर्ने हो कि डक्टरको सल्लाह अनुसार त्यसलाई चाहिँ निर्मूल गर्नेतिर लाग्ने हो। त्यसैले अब मैले चाहिँ पहिला पनि मैले अब अरू विभिन्न रोग लाग्दाखेरि मैले लेजर प्रविधि नै युज गर्थेँ। जस्तै घाँटीको अपरेसन पनि गरेको, त्यसमा पनि लेजर, आजभन्दा 7 वर्ष अगाडि पनि लेजर युजै गरेको थिएँ मैले। त्यसैले पाइल्स पनि लेजरबाटै गरौँ, किनभने त्यसबाट दुख्ने कम, ब्लिडिङ कम, विभिन्न कारणले गर्दाखेरि चाहिँ अलिकति सहिलो हुने भएको कारणले लेजर प्रविधि नै गरौँ भन्ने हिसाबले लेजर गर्न पोखरा आइयो। हजुर एकदमै राम्रो अनुभव सुनाउनु भयो यहाँले, धेरै धेरै धन्यवाद छ यहाँलाई। आउनुहोस्, पाइल्सको समस्याबाट सधैँको लागि मुक्त हुनुहोस्। सम्पर्क बीएनबी प्रोक्टो लेजर क्लिनिक प्राइभेट लिमिटेड, न्यू रोड पोखरा, नगरपालिकाको ठीक अगाडि, नेमुनी भवन, हेलो स्टेसनरीको माथिल्लो तल्ला। फोन 061 577 283 98 560 38 171। वेबसाइट bnbproctolaserclinic.com।